छेउमा नजानु वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुर सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यदि मेरो च्यानलमा हजुर नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला है साथीहरू। म एउटा हेल्थ वर्कर अनि आज चाहिँ हाम्रो फिल्डको काम रहेको छ। आजको हाम्रो फिल्डको काम भनेको चाहिँ इम्युनाइजेसन फिल्ड रहेको छ। म अहिले चाहिँ साथीहरूलाई वेटिङ गर्दै बसिरहेको साथीहरू बाटोमा छु। अहिले चाहिँ यति बेला चाहिँ असाढको महिना रहेको हुनाले जताततै एकदमै ग्रिनरी छ, जताततै एकदम राम्रो इन्भाइरोमेन्ट छ। हेर्नु साथीहरू एकदम ग्रिनरी छ, एकदमै डे पनि एकदम सनी क्लाउडी डे भइरहेको छ है, एकदमै राम्रो छ। र आजको हाम्रो इम्युनाइजेसन फिल्डमा चाहिँ हामीहरूले इम्युनाइजेसन मात्रै नभएर अरू पनि कामहरू गर्छौँ। बच्चाहरूको चलाउने चाहिँ आज हामीले त्यो ठाउँमा हो, अहिले यहाँ जुमिङ गरेर देखाएको ठाउँमा हो, त्यो स्कुलमा गएर चलाउने हो। त्यसमा चाहिँ हामीले बच्चाहरूको वृद्धि अनुगमन पनि गरिन्छ। त्यसमा बच्चाहरूको वेट लिने अनि पाखुराको नापहरू लिने गरिन्छ र सहभागी सम्पूर्ण अभिभावक बच्चाहरूको लागि चाहिँ सरसफाइ सेसन पनि चलाइन्छ है। यहाँको एरिया चाहिँ यस्तो छ, त्यो डाँडाबाट उता चाहिँ बिरुवा गाउँपालिका पर्छ अनि त्यस्तै गरी यो तलसम्म चाहिँ वालिङ नगरपालिका पर्छ 4, वालिङ नगरपालिका 4 पर्छ अनि त्यो पारी चाहिँ चापाकोट नगरपालिका पर्छ है। त्यो पारीको चाहिँ चापाकोट नगरपालिका पर्छ है। यसरी छ हाम्रो चाहिँ यताको सिमाना, हेर्न सक्नुहुन्छ कति राम्रो छ। आज हाम्रो संस्था चाहिँ वहाँ रहेको छ। अब साथीहरू आउँदै हुनुहुन्छ, यताबाट आउनुहुन्छ साथीहरू। म चाहिँ यहाँ साथीहरूलाई वेटिङ गर्दै बसिरहेको छु। यताको इन्भाइरोमेन्ट अनि यताको सिनहरू चाहिँ यस्तो छ यति बेला। साथीहरू आउँदै हुनुहुन्छ उहाँबाट। यो तल देखिएको चाहिँ सुन्तलाको रुख हो। यता चाहिँ सुन्तला एकदमै पाइन्छ है अब मङ्सिर पुसतिर। ल यति बेला चाहिँ हामी भेट भइसक्यो है साथी। हामी चाहिँ अब हामी भेटिसक्यो। अब यहाँबाट जान्छु। यताको सिनहरू देख्न सक्नुहुन्छ है। यो चाहिँ गुरुङहरूको कोइबादी हो, एकदमै ग्रिनरी छ। यताको सिन यस्तो छ। जामै बाटो एकदमै डेन्जर भइसक्यो रहेछ। कसरी लाने होला भइरहेछ हामीलाई। ओहो त्यहाँ त बाटो त पुरा उस भइरहेछ नि त, सिद्धिए रहेछ त। ओहो ओहो ल बिस्तारै। ए ल बिस्तारै लानु। अब त्यहाँ कस्तो छ? हामी जान सक्दैन कि हो? सक्दैन? अबि सक्दैन होला। यहाँ छोडेर जाने? ए सकिन्छ। कुनातिरबाट हिँड्नु? कुनातिर आउनु, छेउमा नजानु। बाटो यहाँनिर खत्तमै भइछ कि डेन्जर भइरहेछ। पुरा बाटो नै टुङ्गिसके रहेछ हो।
अहिले आउँदा धकेल्न पर्छ भाइ। बल्ल बल्ल क्रस भयो है। अब उतातिर फेरि कस्तो छ। सबै बलले बाटो खोलेर यस्तो भइसक्यो। दुःख छ बाटो। बिस्तारै कुनाबाट हामी यो च्यारे गाउँमा आइपुगेका छौँ। यो च्यारेको चौतारी कति राम्रो छ हेर्नु। शीतल तापेर बस्छ यहाँको मान्छेहरू चाहिँ। अब हामी चलाउने चाहिँ यहाँ होइन, तल्लो स्कुलमा चलाउनु पर्छ है हाम्रो। फाइनली हामी चाहिँ हाम्रो इम्युनाइजेसन चलाउने केन्द्रमा आइसक्यौँ। एकदमै नराम्रो बाटो, खतरनाक बाटो पार गरेर आइसक्यौँ। अब चाहिँ हामीले चलाउने यही स्कुलभित्र हो। ल है साथीहरू, को लागि आइसक्नु भएको छ है आफ्नो बच्चा लिएर, प्यारेन्ट्स पनि। ल हामीले चलाउने चाहिँ यही भित्र हो। ल है हामी सबैजना भेट भइसक्यौँ। अब चाहिँ इन्भाइटेसन सुरु गर्छौँ हामीले। खोप लगाउने काम चाहिँ सुरु गर्छौँ है। ल ल ल आइसक्यो ल बच्चाहरू। हजुर आइसक्यौँ हामी। यिनी अहिले जोख्दै हुनुहुन्छ बच्चालाई है, वृद्धि विकासको लागि कुपोषणमा गएको छ कि छैन भनेर लेखाजोखा गर्नको लागि जोख्दै हुनुहुन्छ हाम्रो सिस्टरले। रोयो। ल भयो अब अर्को पालो। रोएर रुन्छ त नि डराएर। हो त्यसरी घुसाउनु। लाला ऊ छोडिदिनु। रोयो कि भयो भयो रोएर हैरान। यहाँ चाहिँ हाम्रो सरसफाइ सम्बन्धी छ स्वास्थ्यकर व्यवहारको बारेमा छ है। एकमा के छ होला त हेर्नु त, के छ एकमा? एक नम्बरमा के छ? दुध खा छ है। अनि दुईमा भात पका है। तीनमा अनि चारमा के गरेछ? खुला छ है। अनि पाँचमा सफा गरेछ है। अनि छमा दबाई खुला छ है।
ल अब हजुर त्यस्तो भन्नुभयो, मैले चाहिँ अब भनिदिन्छु है। ल एकमा के गर्नुपर्छ भन्दाखेरि है, हामीले चाहिँ बच्चा जन्माइसकेपछि 6 महिनासम्म चाहिँ आमाको दुध मात्रै खुलाउनु पर्छ, अरू खानेकुराहरू खुलाउन हुँदैन है। 6 महिनासम्म आमाको दुधले मात्रै पुग्छ। सबै पौष्टिक तत्त्वहरू अनि पानी पनि सबै आमाको दुधबाट नै प्राप्त हुन्छ। त्यही भएर के अरे 6 महिनासम्म चाहिँ आमाको दुध मात्रै खुलाउनु पर्छ भने चाहिँ बुझ्नुभयो है। अनि 2 नम्बरमा छ के देखाएको छ यहाँ, पानी चाहिँ शुद्धिकरण गरेर मात्रै खाने, जस्तै उमालेर फिल्टर गरेर है। अरू विधिहरू पनि छ, सोडिस विधिहरू पनि छ, अरू विधि छ। तर गाउँघरमा चाहिँ गर्न सकिने सजिलो भनेको चाहिँ उमालेर हो। अनि त्यसपछि अर्को चाहिँ फिल्टर गरेर पनि खान सकिन्छ। त्यही भएर यहाँ चाहिँ पानीलाई चाहिँ उमालेर मात्रै खानुपर्छ भनेको छ है, देख्नुभएको छ नि। अनि त्यसपछि खानेकुरालाई छोपेर राख्नुपर्छ है, नत्र भने चाहिँ हाम्रो आँखाले देख्न नसकिने कीटाणुहरूले चाहिँ त्यहाँ पोर गरेको हुन्छ, त्यही खायो भने हामीलाई चाहिँ झाडा पखाला लाग्छ। त्यही भएर खानेकुरालाई छोपेर मात्रै राख्नुपर्छ। अनि साबुन पानीले खानेकुराहरू बनाउनुभन्दा अगाडि चाहिँ साबुन पानीले अनि बच्चाहरूले खाना खुलाउनुभन्दा अगाडि साबुन पानीले मजाले मिसी हात धोएर मात्रै खाना बनाउने अनि बच्चाहरूलाई खुलाउने गर्नुपर्छ भनेको छ है। अनि अर्को 3 नम्बरमा छ है स्वास्थ्यकर व्यवहार। हाम्रो स्वास्थ्यकर व्यवहारको लागि 3 नम्बरमा छ के छ त, साबुन पानीले मिसी हात धुनुपर्छ भनेछ। कुन बेलामा? बच्चाहरूको दिसा पिसाब धोइसकेपछि है। अनि त्यसपछि हामीले सर्पी प्रयोग गरिसकेपछि, दिसा पिसाब गरिसकेपछि हामी ठुलो मान्छेले पनि सबैले के अरे साबुन पानीले मिसी हात धुनुपर्छ। अनि त्यसपछि बच्चालाई खाना खुलाउनुभन्दा अगाडि साबुन पानीले मिसी हात धुनुपर्छ। अनि 4 नम्बरमा देखाएको छ के गरेको छ, 4 नम्बरमा पानीलाई शुद्धिकरण गरेर खानुपर्छ भनेर देखाएको छ है। अनि शुद्धिकरण कसरी गरेछ त हेर्नु, पानीलाई उमालेर, चित्रमा देखाएको छ नि, पानीलाई उमालेर पानीलाई घाममा सुकाएर अनि फिल्टर गरेर। अनि 5 नम्बरमा छ है चर्पी प्रयोग गरिसकेपछि साबुन पानीले मिसी हात धुने र बच्चाको दिसा पिसाब पनि चर्पीमा नै फाल्ने है, चर्पीमा नै विसर्जन गर्ने भनेर भनेको छ है। अनि त्यसपछि 6 नम्बरमा सिकाएको छ हामीलाई बालबालिकालाई चाहिँ आफ्नो उमेर अवधिभित्रमा चाहिँ सबै खोपहरू लगाइदिन पर्छ भनेर देखाएको छ है। अनि त्यसपछि यहाँ चाहिँ रोटा खोपको त्यो मुखबाट खुलाउने रोटा खोपको देखाएको छ। रोटा खोपले चाहिँ झाडा पखाला लाग्नबाट जोगाउँछ कि 2 वर्ष मुनिको बच्चाहरूलाई है, यस्तो यो भनेर देखाएको छ। अनि बच्चाहरूलाई चाहिँ समयमा नै पुरै खोपहरू राष्ट्रिय खोप तालिका अनुसार नै समयमा नै आफ्नो बच्चाहरूलाई खोपहरू समयमै लगाउनुपर्छ। 14 महिनामा कति रहेछ यिनको? 3को अस्ति जोगिसक्यो होला कि जोगेको हो, खोप लाउनु 9 महिनामा यहाँ गर्दा अहिले रुन अहिले यहाँ गर न आज त इनमा खैछ पाउन हो है, चिसो भएर कि त्यो भिडियो हेरि भइसक्यो। यिनी बोल्छ लाउनु कि नलाउनु बुकुलीले, लाउनु कि नलाउनु? लाउनु नि त हो कि होइन? अब हजुरको के देब्रे खुट्टा र पाख्लै पाख्रामा लाउने है, पात्रमा लाउने चाहिँ दादुरा रुबेलाको बिरुवा है। यहाँ बसेर त्यसै मुनि भाइ अब खुट्टामा लगाउने चाहिँ टाइफाइड रोगको विरुद्धमा लगाएको आज है। भित्रपट्टिबाट समात्नु त मजाले यस्तो भित्र मजाले है।
त्यो बेसरी चल्नुहुन्न कि त्यसलाई अब हजुरले यो कार्ड राम्रोसँग राख्नु है सुरक्षितसँग। अब त 15 महिनाको पुरा भइसक्यो नि त, अनि 23 महिनासम्म जोड्न मात्रै ल्याउने हो नि त है। अब खोप चाहिँ सम्हालेर राख्नु है। खोप कार्ड चाहिन्छ कि पछि पनि, बुझ्नुभयो? सुरक्षितसँग राख्नु। हाम्रो सामुदायिक नर्स हुनुहुन्छ है, प्रेसर लिँदै हुनुहुन्छ अहिले। छैन जन्म दर्ता त गर्नुपर्छ नि। ल आजको हाम्रो काम चाहिँ सक्यो। अब हामी चाहिँ यहाँबाट रिटर्न हुन लागेको संस्थातिर है साथीहरू। ल सबैजना जानको लागि तयारी गर्दैछ है यति बेला चाहिँ। हामी चाहिँ रिटर्न ब्याक भएको है साथीहरू। ल बाई बाई। यहाँबाट चाहिँ हामी अब रिटर्न ब्याक संस्थातिर जाने है साथीहरू। ल हिँड्नु। गयो। ल अब चाहिँ अब ठिकै छ है, जान्छ होला अब चाहिँ। अब चाहिँ खतरा मुक्त भयो है। तपाईँलाई पनि बाटोको साथसाथै फेरि यो नेचुरल भ्यूजले चाहिँ हाम्रो मनै आनन्दित बनाउँछ। थकै लाग्यो। जाने एकदम मजाको शीतलो हावा चल्छ, त्यही भएर हामी चाहिँ यहाँ अहिले विश्राम लिँदै साथीहरू हेर्नुहोस् मजाले शीतल हावा चल्छ कि यहाँ फेरि। हाम्रो फिल्डको काम सकिएर हामी फेरि अब यो माथिको
भुइँबोदी हेर्नको लागि त्यहाँ जाँदैछौँ। साथीहरू यहाँ कतिपटक हिँडिसक्यो तर एकचोटि पनि नजानु भइरहेछ, त्यही भएर हामी जान लागेको। जति बेला पनि यस्तै हो, शीतलो हावा चल्ने यो ठाउँमा चाहिँ। हेर्नु हामीलाई उडाउनै लायो है। ओके ल जाऊँ, वहाँ माथि जाने हो। हेर्दा मात्रै गाह्रो है। ल यहाँ आइपुग्यो हामी। कस्तो लाग्यो यो ठाउँ? राम्रो लाग्यो? खत्रै राम्रो लाग्छ मलाई फेरि। फुल रोप्नु पर्यो सिस्टर बाबा। फुल रोपेको थियो कि त्यो बाख्राले खाएर हो कि। फाइनली हामी चाहिँ संस्थामा आइपुग्यो है साथीहरू। संस्थामा आइपुग्यो फाइनली हामी चाहिँ साथीहरू। Subscribe to my channel.